के गर्नु बुझ्नु क्या हेर होइन पहिरन फेन्सी चाहिँ हाम्रो ठ्याक्लक्क यो ट्रेडमिलको गल्ली यता ट्रेडमिल देख्न सक्नुहुन्छ तपाईँले ठ्याक्कै यतापट्टि चाहिँ पहिरन फेन्सी सिफ्ट भइरहेको छ। हेलो साथीहरू, हामी चाहिँ अब चाहिँ हिजोको भनेको थियो नि होइन दोकान चाहन पाएको थिएन। अब हामी चाहिँ अहिले चाहिँ दोकान जाँदैछौँ होइन हेर्नको लागि के कस्तो भयो भनेर। हिजो चाहिँ गाडीमा सामानहरू ल्याइसकेको थियो नि त होइन, त्यही भएर चाहिँ अब चाहिँ हामी चाहिँ डाइरेक्टली जुन नयाँ पसल हुँदै थियो त्यो पसलमा हामी जाँदैछौँ। कस्तो बनाएको छ भनेर। ल्याउ यो ब्याग म बोक्छु, तिमी उठ्यो बोक उठ्यो। बाइक चलाउन सिकाइदेऊ चमा भन्दै थियो होइन। यसलाई मैले सार्न लगाएको बाइक चाहिँ यहाँसम्म ल्यायो अनि म तल झार्छु। तल झार्न सक्छस्? ल यहाँबाट तल झार। कसरी जान्छ? पल्टाइस भने फेरि पछाडि त्यही क्लच समात्दै आइज। बसेर तल जान्छु। अब क्लच समाउँदै तल नजाने फेरि स्याल्लै जान्छ। ओ बस्ने होइन के राख्छस्? हट्नु त म राख्छु। लडाइँ छ नि खान्छ क्लच समात्न। क्लच नसमातेसम्म अगाडि कहाँ जान्छ? ए ल ल अब स्ट्यान्डलाई जहिले पनि गुड्नको लागि चाहिँ क्लच थिच्नुपर्छ। कस्तो चिलायो यहाँ। र गाइजहरू हामी चाहिँ लाग्यौँ है त। निस्क्यौँ हामी चाहिँ निस्क्यौँ है त। ल सबैलाई चाहिँ हाम्रो नयाँ दोकान देखाउँछौँ अब। हेलो साथीहरू, हामी चाहिँ अहिले चाहिँ होइन न्यू पसलमा आइसकेको छ। डेकोरेसन हुँदैछ यहाँ चाहिँ। तर क्युट क्युट भयो यार दोकान त। किङ बेबी यस्तो हल्ला भइरहेछ माथि होइन। यति धेरै बच्चा थुप्रै होला माथि। भराङ चढ्दा चढ्दा म चाहिँ पागल हुन्छु यो घरको। यस्तो हल्ला हेरौँ है त गाइजहरू। रियाक्सन हेरौँ है। यस्तो छ बच्चाको हालत। यस्तो छ मेरो हाप्पा। खै हाप्पा गरेको मेरोले देखेन हाप्पा। हेलो हेलो भनिदेऊ यहाँ। चुप गर यहाँ। हाप्पा गरिदियो के गर्नु बुझ्नु। यस्तो छ बच्चाको हालत यसरी। हेलो हेलो हाम्रो युसेन हाम्रो ब्यागहरू लिनु के किन किन पखिचिन युसेन ब्याग लिएर उता खुल्ला मामुको कोठा तल छ कि तिनीहरू। यहाँ प्याकिङ गर्ने भनेको मैले मेरो लुगाहरू पनि छ कि यहाँ त्यही भएर। हेलो गाइजहरू, हाम्रो चाहिँ होइन पहिरन फेन्सी सरिसकेको छ। तपाईँहरू आउनु होला। उयो यहाँको ओपनिङ कहिले हो? ओपनिङ गर्नुपर्छ र पर्दैन? अबै नयाँ खोलेपछि त पर्छ नि। सबजना आइदिनु होला। घटेश स्थापनाको दिन चाहिँ सबैजना आइदिनु होला यहाँ सपिङ गर्नको लागि। यहाँ डेकोरेसन हुँदैछ यसरी। आइज चटपट खान। म त गएँ है। यहाँ चाहिँ अब चटपट भनेको थिएँ मैले चाहिँ। चटपट भयो। ओइ तैँले माथि पठाइदिस् क्या चटपट।
हेलो साथीहरू, यहाँ चाहिँ जुत्ता चाहिँ के लिनुहुन्छ तपाईँहरू भन्नुहोस्। यहाँ लच्छा डोरी पनि छ, यहाँ डमी पनि छ होइन, यहाँ जुत्ता छ। के लिने हो गाइजहरू? जुत्ता चाहिँ अब लिएर बस्नु जान्छ है। यहाँ जुत्ता छ, जुत्ता चाहिँ लगेर जान्छ। हामीले चाहिँ टक्कै मम्मीलाई पनि भेटिसक्यौँ। हेलो मम्मी। हाय। टाउकोमा राखेर जाऊ। क्या है? कस्तो बङ्गुरको मुख जस्तो बनाएको मान्छे नि बङ्गुर, अनुहार पनि बङ्गुर। पब्जी हो, पब्जी फ्री फायर। त गाइजहरू होइन, यहाँ चाहिँ सबजना भेला ओपनिङ हुँदैछ गाइस। भोट राखिसक्यो? नै ए हामीले भनेको यहाँ चाहिँ अब चाहिँ डेकोरेसन गर्दै हुनुहुन्छ साथीहरू होइन। पैरन फेन्सी चाहिँ हाम्रो ठ्याक्लक्कै यो ट्रेडमिलको गल्ली, यता ट्रेडमिल देख्न सक्नुहुन्छ तपाईँले। ठ्याक्कै यतापट्टि चाहिँ पैरन फेन्सी सिफ्ट भइरहेको छ। नबोल धेरै त, नबोल धेरै गइहाल। मलाई आउन नि के बेर, जान नि के बेर। अब आज गयो भने म एक हप्तापछि फेरि आउँदैछु। मिक्सर बनाउने ठाउँमा भइसक्यो। ल ल यहाँ पुऱ्याउन आएको छु मम्मीलाई चाहिँ मैले होइन। यहाँ चाहिँ जेन्जीहरूको एकदम फाइट परेको अवस्था गाइजहरू। यहाँ यस्तो फाइट परिरहेछ यहाँ जेन्जी र गेन्जीहरूको। ल लेट्स गो। 30 प्लस गेन्जीहरूको यहाँ फाइट परिरहेछ। How old are you? How are you? How old are you? Guy, how old are you? How old are you? तपाईं कति वर्ष हुनुभयो? तपाईं कति वर्ष हुनुभयो? How old are you? जान्न। How are you old? How old are you? How old are you? तपाईं कति वर्ष हुनुभयो? 1 वर्ष। म 200 वर्ष। ल